र त्यसको बारेमा केही व्याख्याहरू अथवा केही कुराहरू तपाईँहरूको बिचमा मैले राखेको थिएँ। क्रिस्चियन चेलापन एउटा प्रक्रिया हो। त्यहाँ चेलाहरू मानिसहरू हुन्छ अनि जहाँ जीवनको कुरा हुन्छ अनि त्यसमा चाहिँ क्रिस्ट जस्तै हुनु हो भन्ने कुरालाई हामीले हेरेका थियौँ। त्यसलाई चाहिँ यो चारवटा कुरामा हामीले हेरेका थियौँ। मैले छोटकरीमा यो भने त्यसपछि येशूको निमन्त्रणा भनेर हामीले हेरेका थियौँ, जहाँ येशू ख्रीष्टलाई पछ्याउने अथवा मलाई पछ्याऊ म तिमीहरूलाई मानिसहरूको जालारी बनाउने छु भन्ने कुरालाई चाहिँ त्यहाँ हामीले हेरेका थियौँ गएको समयमा। अनि आज हामीले हेर्न गइरहेको यो चेलापनको सिद्धान्त मैले अलिअलि हल्ला सुनिरहेको छु। अब चाहिँ आधी घन्टा नबोल्नु ल, आधी घन्टा मात्रै म तपाईँहरूको बिचमा यो केही कुराहरू राख्छु, त्यसपछि केही छलफल गर्छौँ अनि त्यसपछि हामी सिद्ध्याउँछौँ। यो चेलापनको सिद्धान्त अब कतिले यसलाई यो 3 भागमा विभाजन गरेको भएर चेलापनको सिद्धान्तहरू भनेर पनि भन्ने गर्छ। अब यसलाई अझ राम्रो टपिकको रूपमा चाहिँ तिमोथीको सिद्धान्त भनेर पनि कतिले सिकाएको मैले पाएको छु। यो मलाई लाग्छ तपाईँहरू सबैले यसबाट वचन सुन्नुभएको छ अनि यहाँबाट केही कुराहरू आज फेरि पनि हामी हेर्नेछौँ। यो दोस्रो तिमोथी 2 अध्यायको 1 देखि 6 सम्म, यो 1 देखि 6 सम्म आज हामी हेर्नेछौँ। हामी सबै मिलेर पढौँ। बाइबलले पल्टाउनु पर्छ भन्ने छैन, अगाडि छ, अगाडि सबैले हेर्नु अनि एकसाथ सँगसँगै अलि ढिलो पढ्नेले अलि चाँडो पढ्नु हुनेले अलि ढिलो पढ्नु है। हुन्छ, म 1 2 3 भन्छु अनि तपाईँहरू पढिदिनुहोस्। 1 2 3। प्रतियोगितामा नियम उचित भाग नदिएसम्म कुनै खेलाडीले पनि नाम पाउन सक्दैन। परिश्रम गर्ने किसानलाई बालीको पहिलो हिसाब पाउनु पर्दछ। आमेन। यो सुरु गर्दा चाहिँ ठ्याक्कै मिल्यो। विश्वास म विश्वास गर्दछु सबैले तपाईँहरू सबैले पढ्नु भएको छ। यो खण्डलाई हामीले हेऱ्यौँ भने तपाईँहरूको नोटमा अथवा यो पेपरमा परिचयको मुनि एकचोटि हेर्नु त, त्यहाँ मानिसहरू तपाईँले देख्नुहुन्छ। 1 नम्बरको मानिस, 2 नम्बरको त्यहाँ मानिसहरू अनि त्यसपछि त्यहाँ 4 नम्बरको मानिसहरू अनि त्यसपछि 8 है। त्यो 8 जना मानिसहरू भनेर हामी त्यहाँ देख्न सक्छौँ। यसलाई हामीले हेऱ्यौँ भने चाहिँ एउटा तह हामी देख्न सक्छौँ जसलाई यो 2 ले गुणन गर्दै गरेको हामी देख्न सक्छौँ अथवा 1 जनाले 2 जना बनाउँदै गरेको हामी यहाँ देख्न सक्छौँ। हो, 1 जनाले 2 जना बनाउँदैछ अनि यो चाहिँ यो नेटवर्क जस्तै अझै बढ्दै गएको हामी देख्न सक्छौँ। त्यसो भए 8 जनाले कतिजना बनाउँछ त? 16 जनाले 32 ले अब त्योभन्दा अझै गयो भने अझै गाह्रो होला है। त्यसरी अगाडि बढिरहेको हामी देख्न सक्छौँ। जब म बाइबल कलेजमा थिएँ एउटा प्रोजेक्ट गर्नुपर्ने थियो। गएर नेपालमा के गर्छौ, कुनै एउटा पिक्चरमा तिमीले देखाउनु पर्यो भने अथवा केही कुरा गरेर एउटा पेपर प्रेजेन्टेसन गर्नु पर्ने हुँदा चाहिँ मैले के गरेको थिएँ भन्दा अथवा म र मेरो श्रीमती मिलेर के गरेको थिएँ भन्दा म पास्टरको अधीनमा रहेर मण्डलीमा चेलापनको सेवकाई गर्छु। चेलापनको सेवकाई म सुरु गर्छु अथवा मेरो भाइ बहिनीहरूलाई अथवा मण्डलीका विश्वासीहरूलाई चेलापनको बारेमा सिकाउँछु भनेर त्यो प्रेजेन्टेसन गर्दा चाहिँ मलाई एकदमै खुसी लागेको चाहिँ त्यो विषयमा ठ्याक्कै A+ पाएँ। यसो हेरेँ मैले यही तिमोथी सिद्धान्त अथवा दोस्रो तिमोथीबाट मैले यो हेर्दा चाहिँ कपी पेस्ट
है त्यो गरेको थिएँ। अनि यसरी म र मेरो श्रीमती मिलेर यसरी गर्छु भनेर यसरी यो कन्टेक्स्टलाई देखाउँदा चाहिँ अनि मैले जुन एउटा त्यो मार्क्स पाएको थिएँ अनि त्यसैलाई आधार मानेर आज हामीले हेर्न लागेको जुन यो वचनको खण्डमा हामीले मुख्य रूपमा बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा हामी येशूद्वारा पहिला उहाँका चेलाहरू हुन बोलाएका हौँ है। हामी को हो रे? येशूका चेला। गएको समयमा मैले तपाईँहरूलाई येशूले बोलाउनु भएको फलो मी अथवा मेरो पछि लाग भनेर मैले भनेको थिएँ। येशूले हामीलाई बोलाउनु भयो उहाँको चेला हुनको निम्ति। अब हाम्रो काम पनि के हो भन्दा चाहिँ हामीले पनि के गर्न सक्छौँ? चेला बनाउन सक्छौँ। यहाँ हामी चेलाहरू बनाउन सक्छौँ। अब त्यो कसरी भनेर हामीले यो 3 भागमा हामी यो विभाजन गरेर हामी हेर्न सक्छौँ। यो दोस्रो तिमोथी 2:1 देखि 6 सम्म हामीले हेऱ्यौँ भने पहिलो भागमा हामीले हेऱ्यौँ भने पहिलो पद त्यहाँ ख्रीष्ट येशूको अनुग्रहमा बलियो हुँदै जाऊ भन्ने कुरा हामी देख्न सक्छौँ। हामी येशू ख्रीष्टको अनुग्रहमा बलियो हुनुपर्छ। यो बलियो शब्द चाहिँ एकदमै महत्त्वपूर्ण शब्द। यो बलियो भनेको सायद यो मैले यदि तपाईँहरूलाई सोधेँ भने बलियो हुन चाहनुहुन्छ अथवा को बलियो छ भन्दा चाहिँ सबैले यो भित्र के कुरा गर्छ भन्दा म बलियो छु है। त्यस्तै प्रकारले आत्मिक रूपमा पनि हामी बलियो हुनुपर्दछ। आत्मिक रूपमा कसरी बलियो हुन सक्छौँ भन्ने कुरालाई यसो हामीले विचार गऱ्यौँ भने तपाईँहरूको नोटमा पनि छ उहाँसँग सम्बन्ध राख्नु। हामीले उहाँसँग व्यक्तिगत सम्बन्ध राख्नुपर्छ है। हामी धेरै जसो यो परिवार नै मण्डलीमा जाने विश्वासीहरू अनि हामी जवानहरूलाई के हुन्छ भन्दा मेरो बुवा आमाहरू सङ्गतिमा जानुहुन्छ उहाँहरू परमेश्वरसँग नजिक सब भइहाल्यो नि म पनि जान्छु म चाहिँ यसरी बस्छु भन्ने कुरा चाहिँ विचार गरेको हुन्छ। तर यो नयाँ करारमा हामी आउँदै गर्दा चाहिँ यो सम्बन्ध भनेको चाहिँ व्यक्तिगत सम्बन्ध हो है। परमेश्वरसँगको कस्तो सम्बन्ध रे? व्यक्तिगत भनेको मेरो अनि तपाईँको हामी प्रत्येकको परमेश्वरसँगको सम्बन्ध हुनुपर्छ। अनि सम्बन्ध कसरी हामीले बलियो बनाउन सक्छौँ भनेर यसो हामीले विचार गऱ्यौँ भने चाहिँ उहाँको वचन र प्रार्थना नै हो। हामीले उहाँको वचन निरन्तर पढ्ने अध्ययन गर्ने यो पनि मैले भनिसकेँ। अनि प्रार्थना यो प्रार्थनाको बारेमा पनि मैले तपाईँहरूको बिचमा वचन दिइसकेँ है। त्यसरी निरन्तर रूपमा हामीले वचन पढ्ने बानी गर्नुपर्दछ। कतिजनाको यो बानी हुँदैन, कतिजनाको बिर्सिन्छ, कतिजनाको सम्झेर पनि नपढ्ने बानी हुन्छ अनि कतिजनाको चाहिँ पढ्ने फुर्सद नै हुँदैन। त्यसको लागि चाहिँ हामीले कहिलेकाहीँ यसलाई एउटा एकाउन्टेबिलिटी ग्रुप अथवा जवाबदेही समूह बनाएर हामीले गर्न सक्छौँ। जस्तै मैले एउटा ग्रुप बनाएको छु। हाम्रो सिन्धुपाल्चोकको एकजना भाइ छ, यता ढाडिङको भाइ अनि बुदलको भाइ अनि अहिले हाम्रो पास्टर अमितसँग पनि म जोड्दैछु। अनि हामी के गर्छौँ भन्दा दिनको 1 अध्याय चाहिँ बाइबल हामीले पढ्नुपर्छ है भनेर नियम बनाएका छौँ। कहिले भाइले मलाई सोधिरहेको हुन्छ, कहिले मैले चाहिँ भाइहरूलाई सोधिरहेको हुन्छु। त्यसले के गर्छ भन्दा बाइबल पढ्ने बानी चाहिँ त्यहाँ विकसित हुन्छ। आज तपाईँ हामीले पनि गर्नुपर्ने कुरा चाहिँ यही हो। जसरी येशू ख्रीष्ट बिहान सबेरै उहाँ उठ्नु भइकन उहाँ एकान्तमा रहेर उहाँले प्रार्थना गर्नुहुन्थ्यो है, पिता परमेश्वरसँग समय बिताउनुहुन्थ्यो। आज हामीले पनि त्यस्तै प्रकारको बानी चाहिँ हामीले बसाल्नुपर्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। पहिलो कुराबाट अथवा पहिलो यो पोइन्टबाट चाहिँ हामी कस्तो हुनुपर्छ? बलियो हुनुपर्छ। सबैले एकचोटि यसो हात राखौँ न, बलियो। फेरि एकचोटि 1 2 3 बलियो।
बलियो, हामी आत्मिक रूपमा है शारीरिक रूपमा चाहिँ बलियो होइन कि आत्मिक रूपमा बलियो भइकन उहाँसँगको व्यक्तिगत के गर्नुपर्छ, सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। त्यसपछि अब दोस्रोमा आउँ है। दोस्रो चाहिँ यो वचनको एउटा हट भन्दा पनि हुन्छ अथवा मुख्य केन्द्रबिन्दुको रूपमा हामी यहाँ हेर्न सक्छौँ, जसलाई अघि पनि मैले भनेको थिएँ तिमोथी सिद्धान्त भनेर। यहाँ पावलले तिमोथीलाई एउटा आज्ञा गर्छ अथवा सिकाउँछ है। के कुरा सिकाउँछ भन्दा अरूहरूलाई सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ भन्ने कुरा चाहिँ यहाँ गरेको हामी पाउँदछौँ। हामीले यो खण्डलाई यसो हेऱ्यौँ भने यो दोस्रो तिमोथी कसले लेखेको भनेर हामीले हेऱ्यौँ भने यहाँ तपाईँले देख्न सक्नुहुन्छ। एकचोटि हेर्नु त, पावलले लेखेको, कसलाई लेखेको, तिमोथीलाई। तिमोथीलाई के आज्ञा गर्दैछ भन्दा अरूहरूलाई सिकाउन सक्ने विश्वासयोग्य मानिस अथवा रिलायबल पिपल भनेर त्यहाँ भनेको हामी पाउँदछौँ। अनि त्यसरी अरूलाई सिकाउन सक्ने विश्वासयोग्य मानिसहरू तयार गर्ने जिम्मा चाहिँ कसको भनेर भन्दा कसको, तिमोथीको। अनि त्यो आज्ञा अथवा त्यो सिकाउने काम चाहिँ पावलले गर्दैछ। यो चेलापनको तह हामी यहाँ देखिरहेका हुन्छौँ है, यहाँ देख्छौँ। अनि त्यही भएको कारणले यो खण्डलाई यसो हामीले हेर्दै गर्दा हाम्रो जीवनमा अथवा हाम्रो क्रिस्चियन जीवनमा तपाईँको गुरु अथवा तपाईँको अगुवा को हुनुहुन्छ, को होला तपाईँको गुरु अथवा तपाईँको अगुवा को होला? कतिले चाहिँ येशू ख्रीष्ट भन्नु होला, येशू ख्रीष्ट पनि हुनुहुन्छ। अनि एउटा शारीरिक रूपमा एउटा मण्डलीय हिसाबमा हाम्रो गुरु अथवा हाम्रो अगुवा हामीलाई चाहिँ कसले अगुवाई गर्दैछ त्यो पनि एकदमै महत्त्वपूर्ण छ। अनि अर्को चाहिँ तपाईँको चेला को हो? के तपाईँले कसैलाई चेला बनाउनु भएको छ? यो एउटा प्रश्न हामीलाई चाहिँ एकदमै महत्त्वपूर्ण छ। हामी कसैको चेला हुनुपर्छ अनि हामीले कसैलाई के गर्नुपर्छ? मलाई एकचोटि हेरेर भन्नु त, बोर भइरहेछ छैन है? ल, म कसैको के हुनुपर्छ? चेला हुनुपर्छ। अनि मैले कसैलाई के गर्नुपर्छ? अथवा मैले धेरैलाई के गर्नुपर्छ? चेला बनाउनुपर्छ। हो, यो सिद्धान्त चाहिँ हामी यहाँ देख्न सक्छौँ है। यसरी यो सिद्धान्त हामी देख्न सक्छौँ। पावलले तिमोथी अथवा पावलले फेरि यहाँ तिमोथीलाई भनेको भएर पावलले एकजना मात्र चेला बनाएको हो र भन्ने कुरा चाहिँ त्यहाँ गर्दा अर्को तीतस अथवा अरू धेरै हामी त्यहाँ देख्न सक्छौँ। यसरी यो एउटा सिद्धान्त चाहिँ यहाँ हामी देख्न सक्छौँ। यो सिद्धान्तलाई आज हामीले लागू गर्नुपर्छ। यो बाइबली सिद्धान्तलाई बाहिर कतिले यो लागू गरिरहेको म देख्छु है। जस्तै तपाईँहरूले नेटवर्किङ बिजनेस भनेर सुन्नु भएको छ कसैले? नेटवर्किङ बिजनेस कोही त्यहाँ फस्नु भएको छ, त्यसले चाहिँ फसाउने काम गर्छ भन्छ। म खासै त्यहाँ परेको छुइनँ, तर मेरो बुवाले गर्नुभएको थियो है। उहाँ एउटा त्यस्तो कम्पनीमा जानुभयो, उहाँले 3000 तिर्नुभयो अनि 3टा यस्तो पेपर लिएर आउनुभयो है। यो 3टा पेपर चाहिँ के गर्नुपर्ने थियो भन्दा बुवाले 3जना, जस्तै पछाडि हाम्रो पास्टर अमित, हाम्रो उमेश भाइ अनि कविन पास्टर है, उहाँहरू 3जनालाई चाहिँ यो बेच्नुपर्ने पेपर हो, पैसा पनि होइन। यो यसो हेर्दा कामै नलाग्ने जस्तो देखिन्छ, तर 3-3000 लिएर बेच्नुपर्ने है। त्यो बेचिसकेपछि फेरि उहाँहरूले पनि त्यो 3-3टा अरू 3टा पेपरहरू पाउने, त्यहाँ नामहरू सबै त्यो डकुमेन्ट नै राख्नुपर्ने, लेख्नुपर्ने थियो। त्यसरी उहाँले बनाउँदा चाहिँ अब कतिजना बनाउनु पर्ने रहेछ? 3जनाले। मैले 3जना बनाएँ, 3जनाले अब 9जना, 9जनाले कति है? 27ले कति होला? 9 त्यहाँ 27 भयो भने 27 त्यहाँ। अब यो धेरै। अनि यसो हेर्दा यो पैसामा कारोबार गर्ने भएको भएर लास्टमा पछाडि पर्नेहरू चाहिँ के हुने सम्भावना धेरै हुन्छ? के हुन्छ होला?
पछाडिकोले पनि 3 जना बनाउनु पर्यो, पछाडिको चाहिँ फस्ने सम्भावना हुन्छ। तर हामी यहाँ यो तिमोथी सिद्धान्तलाई हेर्दै गर्दा चाहिँ अरूलाई फसाउने होइन हो, तर येशू ख्रीष्टमा जित्नेहरू हामी हौँ भन्ने कुरा हामीले बुझ्नुपर्छ। गलत प्रकारले यसलाई प्रयोग गर्दा चाहिँ मान्छे फस्ने रहेछ है। यसो हेर्दा त यो बिजनेस चाहिँ एकदमै राम्रो छ। बुवाले 3 जनालाई बेचेर 3 जनाले अर्को 3 जनालाई बेच्दा चाहिँ बुवालाई पैसा अझै धेरै आउने है, त्यस्तो प्रकारको त्यो बिजनेस थियो। त्यही भएको कारणले अनि यो कुरालाई हामीले आत्मिक रूपमा प्रयोग गर्दै गर्दा चाहिँ हामीले गुणात्मक रूपमा चाहिँ के बनाउन सक्ने रहेछ, चेलाहरू बनाउन सक्ने रहेछ, विश्वासयोग्य मानिसहरू हामीले बनाउन सक्ने रहेछ अनि अरूहरू निर्माण गर्न सक्ने रहेछ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। जसलाई हामीले यो पुरानो करारमा हामीले हेऱ्यौँ भने त्यो नमुना पुरानो करारमा पनि हामी पाउँछौँ है। यहाँ मोसाले जब यी इजरायलीहरूलाई मिस्र देशबाट निकालेर ल्याए, त्यहाँ कतिजना थिए थाहा छ? कति लाख थिए? 20 देखि 25 लाख। बाइबलमा हामीले 6 लाख भनेर त्यहाँ पुरुषहरू मात्र भनेर हामी देख्न सक्छौँ है। त्यसलाई चाहिँ कतिले 18 लाख भनेर भनेको हामी पाउँछौँ। अनि त्यसलाई हेर्नको निम्ति चाहिँ मोसाले जिम्मेवारी पाएको थियो अनि त्यो एकैजनाले जिम्मेवारी लिँदा चाहिँ धेरै गाह्रो थियो। अनि त्यसलाई सिकाउनको निम्ति मोसाको ससुराबा इत्रोले चाहिँ यो एउटा जुन अथवा यो सिद्धान्त चाहिँ त्यहाँ दिएको हामी पाउँछौँ। अथवा यसरी गर्यो भने चाहिँ यो समस्या समाधान हुन्छ है। त्यो समस्या कसरी रहेछ? साना दलहरूमा न्याय गर्न दिने है, त्यहाँ सक्षम व्यक्तिहरू छान्ने अनि तिनीहरूलाई चाहिँ अगुवा बनाइदिने अनि तिनीहरूलाई हजारौँ सयौँ 50-10 को अधिकारी बनाइदिने। एउटा चेलापनको सिद्धान्त हामी त्यहाँ देख्न सक्छौँ। अथवा अगुवाहरू त्यहाँ निर्माण गरेर मानिसहरूलाई पछ्याउन लगाउने कुरा अथवा त्यहाँ केही कुरालाई चाहिँ समाधान गर्ने कुरा चाहिँ हामी त्यहाँ देख्न सक्दछौँ। यो एउटा कोटेसन हामी सबै मिलेर पढ्नेछौँ है। म 1, 2, 3 भन्छु, अघिको जस्तै होइन तर अन्तिमसम्मै सँगै हुन्छ। 1, 2, 3। आमेन। हाम्रो उमेश भाइलाई धन्यवाद। यो लेख्नुहुने चाहिँ हाम्रो भाइ है। मैले त्यो किताब अहिले पिडिएफमा छ अनि भाइले बनाएको यो कोटेसनहरू चाहिँ सबै यसरी राखेको छु है। चेलापन चाहिँ हामी एक्लैले गरेर हुँदैन, पावल एक्लैले गरेर हुँदैन। त्यहाँ पावलले तिमोथी निर्माण गर्नुपर्ने थियो, तिमोथीले विश्वासयोग्य मानिसहरू छान्नुपर्ने थियो, विश्वासयोग्य मानिसहरूले के गर्नुपर्ने थियो? के गर्नुपर्ने थियो? मलाई हेर्नु, मलाई है के गर्नुपर्ने थियो? अरू है। अघि हामीले पढ्दा चाहिँ पावलले तिमोथीले को? विश्वासयोग्य मानिस, विश्वासयोग्य मानिसबाट को आउँछ? अरू भन्ने कुरा हामी देख्न सक्छौँ। यसलाई एउटा उदाहरण, अर्को उदाहरणको रूपमा नयाँ करारमा येशू ख्रीष्टले 12 जना चेला निर्माण गर्नुभयो। त्यसपछि 70 जनाको कुरा हामी देख्न सक्छौँ। यो पदहरू चाहिँ तपाईँहरूले आफै पढ्नुहोस् है। अनि त्यसपछि सारा संसारभरि गएर मेरो साक्षी बन है, मेरो गवाही तिमीहरूले देऊ अथवा तिमीहरूले चेला बनाऊ भन्ने कुरा चाहिँ त्यहाँ गरेको हामी पाउँदछौँ। त्यही भएर हामीले एउटा चेलापनको युवा सेवकाई भनेर हामीले त्यसको मिसन बनाउँदै गर्दा चाहिँ हामीले मिसन चाहिँ यसरी लेखेका थियौँ है। हाम्रो विश्वास बढाउन चेलापनको मुख्य केन्द्रबिन्दुको रूपमा पहिला हामीले विश्वास बढाउने, अघि 1 नम्बरमा सम्बन्ध स्थापित गर्ने अनि त्यसपछि युवा जिम्मेवारी समूह निर्माण गर्ने, एक अर्कालाई एउटा आत्मिक रूपमा सहायता गर्ने एउटा समूह निर्माण गरेर परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध विकास गराउने अनि त्यसबाट चाहिँ गुणात्मक रूपमा चेलाहरू निर्माण गर्ने। यो काम चाहिँ आज मेरो अनि कसको?
हामी सबैको यो काम हो भन्ने कुरा हामीले बुझ्न सक्छौँ। त्यही भएर फेरि अर्को कोटेसन सबै पढौँ, सबै मिलेर 1 2 3। मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने। यही फेरि हाम्रो उमेश भाइलाई धन्यवाद है। राम्रो छ, एकदमै राम्रो। ल फेरि एकचोटि पढौँ न, मलाई पनि सुन्नु लाग्यो। ल यही कुरालाई हामीले पनि अघि सुरुमा तपाईँहरूलाई देखाएको कुरा चाहिँ हामीले यसरी तयार गर्यौँ। कहीँ पास्टरको अधीनमा अथवा मण्डलीको अधीनमा रहेर हामीले के गर्न चाहन्छौँ भन्दा चेलापनको सेवकाई हामीले गर्न चाहन्छौँ भन्ने कुरा चाहिँ हामीले गरेका थियौँ। अनि त्यसलाई चाहिँ अहिले पनि हामीले यो म्युजिकको क्षेत्रबाट त्यो सेवकाई चाहिँ हामीले गरिरहेका छौँ। जतिले सङ्गीत हाम्रो अहिले मध्यपुर म्युजिक ट्रेनिङ सेन्टर भनेर राखेको छु। पहिला मध्यपुर युथ सेन्टरमा तपाईँहरू आउनुभएको छ, तपाईँहरूले यो कुरा चाहिँ सिकिसक्नु भएको छ है। ल अब हामी तेस्रोमा जानेछौँ। तेस्रोमा जाँदा चाहिँ यहाँ अब व्यवहारिक सिद्धान्त, सिद्धान्त सिकेर मात्र हुँदैन, त्यसलाई चाहिँ प्रयोग गर्नुपर्छ। प्रयोग गर्दा चाहिँ यहाँ पावलले तिमोथीलाई 3वटा काम गर्ने मानिसहरूको उदाहरण दिएको हामी पाउँदछौँ। मैले तपाईँहरूलाई तपाईँ के काम गर्नुहुन्छ, तपाईँको प्रोफेसन के हो भन्दा चाहिँ तपाईँको आफ्नै छुट्टै जुन एउटा कामहरू छ है, म यो काम गर्छु अथवा म अघि हाम्रो भाइ सञ्चालन गर्ने भाइले भन्नुभयो म टिचिङ गर्छु है, सिकाउने काम गर्छु, त्यो एउटा जबको रूपमा म हेर्छु। अनि यहाँ चाहिँ अब 3वटा जुन काम गर्ने मानिसहरूको कुरा गरिरहँदा चाहिँ पहिलो हामी के देख्न सक्छौँ भन्दा अनुशासित के हो, सैनिक है। सैनिक हामीले हेऱ्यौँ भने एकदमै सैनिकको जीवनलाई हामीले हेऱ्यौँ भने ऊ चाहिँ जहिले पनि दुःख भोगमा सहभागी हुन्छ है, उसले चाहिँ दुःख पाउने काम गर्छ भन्छ है। अनि अर्को कुरा चाहिँ के गर्छ भन्दा उसले हृदयबाट नै, हार्ट भनेर भन्छ, भित्रबाट नै उसले उसको अधिकारीले अथवा माथिल्लो तहले जे आज्ञा गर्छ त्यो के गर्छ, पालन गर्छ। सैनिकमा हामीले पहिला पनि मलाई लाग्छ सुनेको हुनुपर्छ, डु अर डाई। त्यसपछि के हो, कसैलाई थाहा छ, डु अर डाई थाहा छ होला, फेरि एकचोटि भन्छु ल, डु अर डाई डोन्ट आस्क वाइ भन्छ। गर कि मर, तर खै भनौँ न, किन भनेर प्रश्न नगर है। त्यो चाहिँ हृदयबाट नै गर्नुपर्ने। अनि यो एउटा सैनिकको जस्तै हृदय चाहिँ हामीले बनायौँ भने साँच्चै नै हामी चेलापनमा अगाडि बढ्न सक्छौँ। हामी पूर्ण कोही पनि छैनौँ, हामी सिद्ध कोही पनि छैनौँ है, तर पनि हामीले त्यो पूर्णतामा अगाडि बढ्न चाहिँ सक्छौँ भन्ने कुरा हामीले बुझ्न सक्छौँ है। यहाँ अर्को कोटेसन म पढ्छु। जसरी एउटा सिपाही लडाइँमा जानु अघि हात हतियार र सुरक्षा कवच लगाएर, यहाँ लगाएर जान्छ, त्यसरी नै हामीमा निश्चयता भयो भने जस्तोसुकै बाधा परीक्षामा खडा भएर लड्न विजयी हुन सक्छौँ। हामी साँच्चै नै आज हामी चाहिँ चेलाहरू, अनि हामी ख्रिस्टका चेलाहरू चाहिँ सिपाही जस्तै बनेर हाम्रो हृदयलाई के गर्नुपर्छ, यता कुरा नगर्नु है, अब 10 मिनट मात्र बाँकी छ है। हामी चेलाहरू, ख्रिस्टका चेलाहरू भएर अनि सेनाहरू जस्तै हामी के गर्नुपर्छ, शुद्ध हृदयका मानिसहरू अथवा अनुशासित हुने व्यक्तिहरू हामी हुनुपर्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। दोस्रोमा यो तेस्रो खण्डको दोस्रोमा हामीले हेऱ्यौँ भने यहाँ निर्धारित अथवा निर्दिष्ट खेलाडी भनेर हामीले बुझ्न सक्छौँ है। प्रतियोगितामा भाग लिने खेलाडी एकदमै नियम उसले ध्यान दिनुपर्छ, ज्ञान अथवा दिमाग उसले के गर्नुपर्छ,
दिमाग के गर्नुपर्छ? लगाउनु पर्छ। एकचोटि यसो यहाँ दिमागमा छुनुहोस् त, दिमाग लगाउनु भन्नु न। अघिको चाहिँ शुद्ध हृदय बनाउनु, अब चाहिँ दिमाग लगाउनु। है जस्तै खेलाडीले इनाम पाउनको निम्ति त्यो नियमहरूलाई चाहिँ सबै पालन गर्नुपर्छ। त्यो पालन गर्यो भने चाहिँ साँच्चै नै उसले अनि जुन इनाम राखेको हुन्छ त्यो इनाम चाहिँ पाउने व्यक्ति हो, खेलाडी हुन्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। त्यही भएर हामीले के गर्नुपर्छ भन्दा प्रभुको ज्ञान प्राप्त गर्ने निर्णय गर्नुपर्छ। कसको ज्ञान? प्रभुको ज्ञान। अब बाइबलीय ज्ञान भनेर भन्छ। बाइबलीय ज्ञानलाई चाहिँ हामीले हाम्रो दिमागमा राख्नुपर्छ। अनि यो चाहिँ गाह्रो हुन सक्छ तर असम्भव चाहिँ छैन। हो कि होइन? हो है, गाह्रो चाहिँ हुन्छ। है जस्तै हामीले यो दिनको एक एक अध्याय पढ्दै गर्दा कहिलेकाहीँ म भुलिरहेको हुन्छ, कहिलेकाहीँ हाम्रो भाइहरूले भुलिरहेका हुन्छौँ। हामीले चाहिँ के भन्छौँ भन्दा ल म सँगसँगै आउनुहोस् भन्ने कुरा चाहिँ हामी गर्छौँ। त्यसरी हामीले ज्ञान प्राप्त गर्ने किसिमले हामी चाहिँ एउटा खेलाडी जस्तै खेलाडी हामी हुनुपर्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। भने तेस्रोमा हामीले हेऱ्यौँ भने परिश्रमी किसान। यो किसानलाई हामीले हेऱ्यौँ भने उसको हात अथवा उसले चाहिँ धेरै नै मेहनत गरेको हुन्छ। तपाईँहरू कतिजना किसानी पृष्ठभूमिबाट हुनुहुन्छ है, अथवा बुवा आमाहरू किसानी काम गर्नुहुन्छ अनि उहाँहरूले चाहिँ धेरै नै मेहनत गरेको हुन्छ। त्यो मेहनत गरेर आएको फल चाहिँ कसले पहिला खान पाइन्छ होला? बजारका मानिसहरूले कि किसानले? किसानले। त्यस्तै प्रकारले आज हाम्रो हातहरूलाई पनि हामीले चलाउनु पर्छ। चेलापनको सिद्धान्तमा एउटा व्यवहारिक रूपमा अगाडि बढ्नको निम्ति चाहिँ हाम्रो स्किल अथवा क्षमतालाई चाहिँ बढाउनु पर्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। त्यही भएर यो खण्ड अथवा यो तेस्रो पोइन्टलाई यसो हेर्दा चाहिँ हामीले के गर्नुपर्ने रहेछ? दिमागी ज्ञान पाउनु पर्ने रहेछ। हो, नोइङ भनेर छ। त्यसपछि हात के हो? डुइङ। है हामीसँग क्षमता हुनुपर्छ। त्यसपछि बिइङ भनेर हार्ट छ। है यसलाई नेपालीमा मैले यहाँ लेखेको छु, ठुलो सोच्नुहोस्। एकचोटि गरौँ न, ठुलो सोच्नुहोस्, सानो सुरु गर्नुहोस् अनि गहिरो जानुहोस्। गहिरो भनेको यहाँ अब हृदय कहाँ छ भन्दा कहाँ छ हो? भित्र छ। भित्र कहाँ छ? गहिराइमा छ। है त्यो गहिरोमा हामी जानु पर्दछ। है त्यही भएर आजको यो वचन अथवा यो सिकाइबाट हामीले बुझ्नुपर्ने कुरा चाहिँ यही हो। जब तपाईँ चेला बनाउने प्रक्रियामा अगाडि बढ्नुहुन्छ, प्रभुले त्यसमा तपाईँलाई के गर्नुहुन्छ? विजयी दिनुहुन्छ। सबै मिलेर पढौँ, यो अन्तिममा छ, अलि नदेख्ने रहेछ तर सकिन्छ पढ्न। 1 2 3 आमेन। साँच्चै नै आज हामी अगाडि बढ्नुपर्छ। अगाडि बढेर के हुनुपर्छ? विजयी हुनुपर्छ। है हामी विजयका सन्तानहरू हौँ। हामी चाहिँ विजयी हुनुपर्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। चेलाहरू बनाउने चेलाहरूले नै परमेश्वरको महान आदेशलाई पुरा गरेको हुन्छ। यो कुरालाई आज हामीले बुझ्नुपर्छ। अब कन्क्लुजनमा सरसर्ती मात्र हामी हेर्नेछौँ। है यहाँ के तपाईँ येशूलाई पछ्याउन चाहनुहुन्छ भनेर प्रश्न सोधेको छ। अनि हामीले गर्नुपर्ने कुरा के हो? उहाँलाई पछ्याउनेहरू बनाउने काम चाहिँ हाम्रो हो। दोस्रो, के तपाईँको विश्वास बढाउन र निर्माण गर्न चाहनुहुन्छ? विश्वास बढाउन चाहनुहुन्छ? त्यस्तो समूह बनाउनुहोस्। है एकाउन्टेबिलिटी पार्टनर भनेर भन्छ। यसो सँगै वचन पढ्ने, सँगै
प्रार्थना गर्ने साथीहरू बनाउनुहोस्। त्यो अरू काममा हामी साथी खोज्छौँ अनि वचन पढ्ने प्रार्थना गर्नेमा पनि हामीले के गर्नुपर्ने रहेछ? साथी बनाउनु पर्ने रहेछ। तेस्रो, के तपाईँ चेला बनाउनेमा सफलता प्राप्त गर्न चाहनुहुन्छ? के गर्नुपर्ने रहेछ? तपाईँको ज्ञान अनि मन र हातलाई सँगै चलाउनु पर्ने रहेछ। है, ठ्याक्कै मैले 30 मिनट भनेको थिएँ, 31 मिनट गयो। अब हामी के गर्नेछौँ भन्दा अघि तपाईँहरूले यो प्राप्त गर्नुभएको पेपरमा ग्रुप नम्बर लेखेको छ। है, मैले 8वटा ग्रुप भनेर भनेको थिएँ, हो 8वटा हो। त्यसो गरौँ, 1 2 3 4 यता बसौँ अनि 5 6 7 8 बसौँ। है, कोही पनि नसुतौँ ल, सबैजना यसो बस्नु। अनि यहाँ प्रश्न दिएको छ, 2टा प्रश्नहरू छ। त्यो 2टा प्रश्नहरू यसो छलफल गरेर 10 मिनटमा, है, हामी अब 8 मिनट बाँकी छ, अलिक छिटो गर्नुहोस्। तपाईँहरू उठ्नुहोस् है, 1 2 3 4 यता बस्नुहोस् अनि 5 6 7 8 5 नम्बर यता हो, 5 नम्बर यहाँ होला, 4 हामी आज धेरै छौँ, अलि अलमल हुन्छ, यसो मिलेर बस्नु है। 1 2 3 4 अनि 5 6 7 8 अनि ग्रुप भइसकेपछि त्यहाँ एकजना लिडर बनाउनुहोस् अनि लेखिहाल्नुहोस्। है, छलफल गरेर लेखिहाल्नुहोस् अनि हामी त्यसो अगाडि तपाईँहरूलाई बोल्ने मौका हामी दिनेछौँ। प्रश्न यही छ, सानो समूहमा हामीले चेलाहरू बनाउने प्रक्रियामा कसरी सफलता प्राप्त गर्न सक्छौँ, त्यसमा तपाईँको विचार राख्नुहोस्। है, तपाईँहरू कतिजनाले ग्रुप पाउनु भएन भने कुनै ग्रुपमा यसो बसिदिनुहोस्। है, अलमल गरेर यताउति नहिँड्नुहोस्, कुनै ग्रुपमा तपाईँहरू पनि बसिदिनुहोस्। मलाई लाग्छ अब सबै बस्नुभयो, तपाईँहरू उभिरहेकोहरू पनि बसिदिनुहोस्। भयो? ल, अब तपाईँहरूले सुरु गर्नुहोस्। है, तपाईँलाई करिब यो 6-7 मिनटको समय छ। 2टा प्रश्नको उत्तर चाहिँ एकजनाले लेख्नुहोस् अनि तपाईँहरूलाई यो बोल्ने मौका दिनेछु।
सुरुमा के छ प्रार्थना गरेको सुरुमा सुसमाचार प्रचार गर्ने निरन्तर भेटघाट निरन्तर
अब हामी 1 मिनेटमा सिकाइदिनु कतिले सिकाइसकेको छ कतिजना छोटो छोटो बोलेर सबैले पायो भने सबै पायो भने छोटो छोटो बोले सबै हेरेर टन्ट छ नि छोटो छोटो गर्नु पर्ने